हेलो गाइस, वेलकम ब्याक माई युट्युब च्यानल अनिस। सो तपाईँहरूले देख्न सक्नुहुनेछ म चाहिँ अहिले कुले खान जाँदै गाइस। सो अहिले हाम्रो यात्रा चाहिँ यहाँ चाहिँ हाम्रो यतिजना केटाकेटीहरू छ। सो अनुजा के भन्न चाहनुहुन्छ? बाटो अलिकति खराब थियो तैपनि हामी यहाँसम्म डरारै भयो नि आइपुग्यो। अनि कस्तो लागिरहेको तिमीलाई अहिले भन त? म बिरामी भइरहेको छु, मलाई नसोध। बिरामी त तिमी हुनेवाला नै छ भने चिसो लाग्यो होला। अब हुन त अब यस्तो बेलामा नि यस्तो हट बनेर आएपछि के गर्नु त हौ। अनि तिमीलाई के लागिरहेको छ भन त? मलाई अलिअलि जाडो भइरहेको छ। जाडो तिम्रो लागि त भन न साथी, यो ज्यान दिन तयार छ। ठिक छ, लुगा मागेपछि जान दिँदैन। हेलो रेणुकाजी, हाई गर न एकचोटि। के छ खबर तिम्रो? कस्तो भइरहेको तिम्रो यात्रा आज? एकदम बवाल भइरहेको बवाल भइरहेको? अहिले सबै एकदम रमाइलो गर्नु बस्छ एकछिनमा ल। गाइस अहिले चाहिँ हामी बाटोमा एकछिन रेस्ट गर्नको लागि बसेको। अनि अब हाम्रो यात्रा चाहिँ अब यहाँबाट सुरु हुन्छ। अनि अब अघिसम्म चाहिँ हाम्रो बाटोहरू अलिक खराब थियो अनि हामीले भ्लग पनि बनाएनौँ। सो अब चाहिँ हामी भ्लग सब पनि बनाउँछौँ यहाँबाट चाहिँ। सो अब यहाँ फोटो हुन त अब यिनीहरूको अब मान्छे राम्रो भयो पो फोटो राम्रो आउनु नि तिमीहरूको। तर तिमीहरू चाहिँ बवाल ल्याएको छ है साथीहरूलाई। कस्तो दामी देखायो अब, कसैको नजर नलागो यस्तो वाला हो क्या। तर रेसमाको झन् के कुरा गर्नु, मोटो क्यामेराम्यान त फेरि यो सानै भए पनि राम्रै खिच्छ नि यसले फोटो त। खतरा धेरै खतरा। तर बोटिङ पनि गर्नुपर्छ अहिले। बोटिङ यस्तो हातको पनि एक्सर्साइज हुन्छ क्या। त्यही त मोटर चाहियो मलाई जेमा भयो भने म त खुसी छु। त्यो मोटर चलाउने मजा आउँदैन नि। ठिक छ नि। हेलो रेशमाजी। हेलो रेशमाजी, तर कस्तो लागिरहेको तिमीलाई? तर तिम्रो चाहिँ यस्तो खुट्टा दुखिरहेको भने यस्तो अलि यस्तो हिल लाउँछ नि त तिमी। गाइस अहिले चाहिँ हाम्रो बोटहरू पनि आइसक्यो। अब हामी चाहिँ पारि जानु लाग्यो बोटमा। सो हाम्रो बोट अब धनी मनी मान्छेहरू बोटमा हिँड्छ नि, कहाँ यस्तो स्विमिङ गरी हिँड्छ त। सो अब म यहाँनिर योहरू लगाउनु पर्छ यहाँनिर एकछिन। अनि अब हामी यहाँ चढ्न लाग्यो। कता हो हाम्रो टक्क? अब हाम्रो यो बोट हो, यस्तोमा हामी यस्तो टक्क लगाएर अब भिडियो पर्छ अब एकछिनमा। सो हाम्रो बोट यहाँ पारी छ, एकछिन यहाँ निन आइसकेको छ हामीलाई। सो अब हामी यहाँ त डुब्यो भने त अनि म डुब्छ होला त है हाम्रो बोट। यो होइन हाम्रो बोट, हर देखेको हेर न। सो गाइस अहिले चाहिँ हामी यहाँनिर बोटमा पनि चढिसक्यो। सो अहिले चाहिँ अब हामी खाना खान जानु लाग्यो पारी। अनि यो चाहिँ हाम्रो आफ्नै बोट हो, आफ्नै बोट हो, यो आफ्नै दाइको बोट हो। अनि हाम्रो जस्तै लाग्छ यो चाहिँ, त्यही भएर हामीलाई फ्रीमा चढ्नुहुन्छ अहिले। सो अहिले चाहिँ म एक्लो छु अहिले, यहाँनिर एक्लै बसिरहेको छु, टेन्सन छैन जिन्दगीमा। यो त हो, तर बवाल नै ठाउँ रहेछ यार यो चाहिँ। तर अनुजा झन् बवाल देखिरहेको छ। खै त्यस्तो लाग्दैन। तिमीलाई त्यहाँनिर बसायो त रानी जस्तो फिल भइरहेको होला हौ। राजा बिनाको रानी के काम हो देशमा पनि फेरि। के छ तिमीहरूलाई कस्तो लागिरहेको छ यो ठाउँ? अनि तिमी पनि भेडा हो नि त हिसाबले। अनि त्यसपछि कस्तो छ? भेडा भेट्न जाँदैछ नि त अहिले भेडा फार्ममा। आफ्नो मित्र भेट्न जाँदैछु क्या, त्यही भएर। सो बवालै छ है ठाउँ चाहिँ फेरि।